र परमेश्वरको वचनले भन्दछ है कि परमेश्वरको प्रजा चाहिँ ज्ञानको कमीले नष्ट भइरहेको छ। तर आज मेरो जीवनको यो पडावमा म आइपुग्दै गर्दाखेरि वाट आई फिल इज द्याट ज्ञानको कमीले भन्दा पनि बेसी चाहिँ परमेश्वरको प्रजा चाहिँ प्रेमको कमीले नष्ट भएर गइरहेको छ है। हो, हामी धेरै किताबहरू पढ्ने गर्दछौँ है, हामी एक्स्ट्रा नलेजहरूलाई हामी बटुल्छौँ, हामी धेरै सर्मन्सहरूलाई एटेन्ड गर्दछौँ, बाइबल कमेन्टरिजहरू पढ्छौँ, हामी बाइबल क्लासेसहरू बस्दछौँ, हामी यति धेरै हामीलाई नलेज छ है। तर जब प्रेमको कुरा आउँदैछ त्यहाँ हामी चुक्दैछौँ है। यदि हामी कसैलाई प्रचार गर्दैछौँ र त्यो चाहिँ हाम्रो ज्ञानलाई हामी सोकेस गर्दैछौँ भने चाहिँ इट डजन्ट ह्याभ द पावर टु ट्रान्सफर्म द लाइफ अफ द्याट पर्सन। हाम्रो हृदयमा चाहिँ साँच्चै नै पोल्नुपर्ने हुन्छ, किनभने जुन परमेश्वरले हामीलाई प्रेम गर्नुभयो, जुन परमेश्वरलाई हामीले प्रेम गर्दछौँ त्यो परमेश्वरको प्रजा हो उनीहरू। र हामी जब प्रेम गर्छौँ र जुन प्रेममा हामी प्रचार गर्दछौँ तब चाहिँ बन्धनहरू टुट्दछ, जब चाहिँ त्यो कठोर भएको हृदयहरू चाहिँ टुट्ने गर्दछ है। र अनि एज अ इन्डिभिजुअल पर्सन है, हामी सबैको एउटा रेस्पोन्सिबिलिटी छ कि हामीले हाम्रो सिनियर्सहरूको निम्ति, हाम्रो लिडर्सहरूको निम्ति, हाम्रो पास्टर्सहरूको निम्ति हामीले प्रार्थना गर्नु है, ताकि उहाँले जुन वचन है परमेश्वरको प्रजाको अगाडि प्रकाश गर्दछ त्यो चाहिँ साँच्चै नै रेभोल्युसनले भरेको होस् है, साथै परमेश्वरको प्रेमले भरिएको होस्, ताकि त्यो व्यक्तिहरू जो परमेश्वरबाट टाढा गएको महसुस गर्छ उहाँहरू फर्केर फेरि पनि आफ्नो बुवाको अँगालोमा आउन सकेको होस् है। जो व्यक्तिहरूको हृदय कठोर भएको छ उहाँहरू परमेश्वरको अँगालोमा आएर रुन सकेको होस् है। आउनुहोस् हामी सबै एक भएर हामी प्रार्थना गर्नेछौँ सबैको निम्ति।